यसरी लाउनुपर्छ ल पासबुकलाई चाहिँ है। ल अरू चाहिँ गर्दिनँ, आफूलाई खर्च राख्छु। यो 50 डिपोजिट गर्दा पनि प्रोसेस चाहिँ यही छ है, भाषा छान्ने चाहिँ होइन। हेलो साथीहरू, नमस्ते। अनि फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा है। आज चाहिँ म यहाँ कम्पनीबाट छुट्टी लिएर बसेको होइन। हाम्रो चाहिँ धेरै छुट्टी छैन क्या, महिनामा 2 दिन मात्रै छ। अनि अब 15 दिन त भएको छैन आएको त, यहाँ ड्युटी सुरु गरेको त, तर पनि अहिले छुट्टी लिएर बसेको छु है। महिनामा 1 दिन छुट्टी त 2 दिन छुट्टी त अब लिनै पऱ्यो होइन, रेस्ट गर्नु पऱ्यो। रेस्ट भन्दा पनि रेस्ट त खासै केही हुँदैन, मलाई छुट्टी भनेको चाहिँ सुत्नलाई हो बिहान। अब उता गाउँमा भइन्जेल त होइन, बिहान 8:30 देखि 9सम्म कन्टिन्यू। त्योभन्दा अगाडि कहिले पनि म उठेको थिइनँ क्या, तर यहाँनिर चाहिँ बिहान 6 बजी उठ्नु पर्थ्यो। छुट्टीको दिन आज म ठ्याक्कै 10:40 सुतेँ है। अनि उठेँ, मुखसुख धोएँ, नुहाइधुवाइ गरेँ, अनि खानासाना खाएर अहिले चाहिँ यहाँ पर बजारतिर जाँदैछ। हाम्रो चाहिँ नजिकै पनि एउटा बजार छ छनबोक भन्ने होइन, अनि ख्वाङसाङ भन्ने चाहिँ अलिकति टाढा छ, त्यो चाहिँ 15 मिनट जति लाग्छ गाडीमा। यहाँ चाहिँ हिँड्दै हिँड्दै पनि जान सकिन्छ होइन। अनि यहाँ अहिले जाँदैछु, त्यहाँ चाहिँ आज चाहिँ म ब्याङ्कमा एटिएम के अरे, अब एटिएम त नभनौँ, एटिएम हाम्रो बनेको छैन, तर पासबुकबाट पनि पैसा निकाल्नु राख्नु होइन, ट्रान्सफर गर्नु सबै मिल्छ क्या। अनि आज चाहिँ म चाहिँ त्यसकै एउटा छोटो भिडियो बनाऊँ होइन। अनि यहाँ थोरै मलाई पनि खर्च चाहिएको थियो, त्यो भएकोले म जाँदैछु। अनि कोरियामा पासबुकबाट चाहिँ कसरी पैसा निकालिँदो रहेछ, राख्ने, ट्रान्सफर गर्ने होइन, चेक गर्ने सबै म आज विधि देखाउँथेँ त तपाईँहरूलाई। चाहिँ हाम्रो कम्पनीको अफिस है, छन्थोङ हान्नु भन्छ होइन हाम्रो कम्पनीको नाम चाहिँ। त्यो पल्लो चाहिँ खिसुक्सा होस्टेल हो यो अफिस। त्यो माथिको घर चाहिँ हाम्रो साउको बाउ आमा त्यहाँ बस्नुहुन्छ। साउहरू चाहिँ पर सिटीमा अपार्टमेन्टमा बस्नुहुन्छ है। यस्तो दामी गार्डनहरू डेकोरेसन गरेको छ यार हाम्रो साउले। यो उतापट्टि घर उतापट्टि अझै कस्तो दामी दामी छ क्या, चाहिँ अगाडिपट्टि भयो होइन, पछाडिपट्टि अझै दामी छ यस्तो गार्डनहरू। अब यो फुलहरू फुल्ने बेला भयो, फेरि यो फुलहरू फुलेपछि दामी देखिन्छ यार। अनि कोरियामा चाहिँ बस प्रतीक्षालय यस्तो हुन्छ है, यहाँ बस्यो भने मात्रै बस रोक्छ होइन, योभन्दा बाहिर दायाँ बायाँ बस्यो भने रोक्दैन है बस यहाँ चाहिँ। दिउँसो चाहिँ साथीभाइहरू हुँदैन, दिउँसो चाहिँ होइन एक्लै लन्ठ्याङ हिँड्ने हो है। बेलुका चाहिँ मजा हुन्छ बजार जानलाई। बेलुका चाहिँ यहाँ हाम्रो कम्पनीबाट ड्युटी सकिएपछि बजार सजार जाने होइन, अनि उ गर्ने सबै साथीहरू हुन्छ क्या। बेलुका चाहिँ गइन्छ बजारतिर है, सबै ग्रुप हुन्छ। बेलुका चाहिँ हिँड्दाखेरि मजा पनि हुन्छ। दिउँसो त अब सबैको छुट्टी एकैचोटि मिल्दैन होइन, त्यो भएकोले दिउँसो चाहिँ यसो काम पर्दाखेरि बाहिरतिर हिँड्दा एक्लै नै भइन्छ प्रायः जस्तो। अनि भरे बेलुका ड्युटी सकेपछि चाहिँ कोही होइन पुल स्नोकर खेल्ने है, कोही बजार घुम्नु जाने, कोही मसाज गर्नु जाने होइन। थुप्रो ग्रुप हुन्छ क्या बेलुका चाहिँ। मसाज भन्दा चाहिँ गलत चाहिँ नबुझ्नु होला है, मसाज भनेको फेरि मसाज नै हो। हामीलाई त किन चाहिन्थ्यो र मसाज होइन, हामी नेपालको एकदम फुर्तिलो हुन्छ मान्छेहरू है। नेपालको पनि अझै हामी फेरि पाहाड भेगको मान्छे हो, हामीलाई त मसाज चाहिँदैन। तर सहरमा बसेको हुन्छ नि, सुख सम्पन्नमा बसेर आएको मान्छेहरूको चाहिँ के हुन्छ भने काम गर्दा ज्यान दुख्छ क्या है। अनि ज्यान दुखेको कारण मसाज गर्नु पर्यो होइन, त्यही हो है मसाज भनेको चाहिँ, मसाज नै हो। यहाँ यतापट्टि चर्च छ होइन, आज चाहिँ अनि झन् आइतबार हो, मान्छेको आवत जावत एकदम बढी छ। यो चाहिँ गाउँ साइडको भएकोले अलिकति सानो छ चर्च, अलिकति सिटी एरियाको त ठुलै हुन्छ है। अनि यहाँनिर चाहिँ स्कुल छ, स्कुल पनि कस्तो बबाल छ यार, बबाल। यसो हावा चलिरहेको छ साथीहरू, हिजो हिउँ परेको कारणले गर्दाखेरि झन् अझ चिसो भइरहेछ है। ल अब चाहिँ यहाँ मार्केट पनि आइपुग्यो, अब जाउँ एटिएममा होइन। अनि यसो होटलतिर गएर एउटा ससेज चिसो सिसो खाने हो, अनि फर्किने हो है। अनि बेलुका चाहिँ फेरि यहाँ पर साथीहरूको छुट्टी भएपछि स्नोकर खेल्नु जानुपर्ने छ फेरि अर्को बजारमा। यो बजारमा चाहिँ छैन क्या स्नोकर चाहिँ, पर अर्कोमा फङ्सनमा जानुपर्छ स्नोकर खेल्नुको लागि चाहिँ। सिस्टम चाहिँ नयाँमा सुरुमा चाहिँ गाह्रो हुन्छ है, मलाई पनि यहाँको हाम्रो साथीले सिकाउनु भएको, यहाँ पुरानो साथीले। अनि अलिकति नयाँलाई चाहिँ अप्ठ्यारै हुन्छ एकचोटि होइन, नसिकिकन हुँदैन, सिक्नुपर्ने हुन्छ। र यो नसिकी नहुने कुरा पनि हो है साथीहरू, त्यो भएकोले यस्तो कुराहरू चाहिँ सिक्नुपर्छ भन्छु म होइन। अनि यो यहाँनिर चाहिँ यो ब्याङ्क हो हाम्रो है, आज ब्याङ्क पनि खुल्ला छ। अनि तर अब यति भयो चाहिँ हामीलाई ब्याङ्क स्याङ्क गएर लाइन बसेर पालो गर्नु पर्दैन क्या होइन।
यहीँबाट भइहाल्छ पासबुकबाट सबै। अनि यो पछाडिपट्टि चाहिँ हाम्रो डिपार्टमेन्ट स्टोर छ, सुपर मार्केट। तर यहाँ अलिकति अगाडि छ अर्को एउटा 24 घन्टा ओपन सुपर मार्केट चाहिँ है। अब चाहिँ म त्यता जान्छु है त, यहाँ अलिकति अगाडि गएर त्यतापट्टि छ हाम्रो चाहिँ एग्रिकल्चर एरिया चाहिँ दामी ठाउँमा छ है। त्यस्तो गाउँ बिकट ठाउँमा छैन, राम्रो लाग्छ मलाई चाहिँ है। यस्तो ठाउँहरू पार्कहरू फुटबल ग्राउन्डहरू छ होइन। अब यो बेलुका है गेमहरू पनि त्यस्तै हो, प्र्याक्टिस पनि यसो एक्सर्साइजको लागि भए पनि गर्नुपर्नेछ। हामी बसेको चाहिँ यस्तो गाउँ जस्तो छैन है, वरिपरि अब यस्तो छ होइन, बसहरू चल्छ, ठुलै रोड छ, यो वरिपरि सबै फार्महरू छ, गाई फार्म छ धेरै जस्तो यो वरिपरि, बङ्गुर फार्महरू चाहिँ अलिक कम छ है। अनि मार्केट चाहिँ यही अगाडिपट्टि छ, टनलदेखि लगभग 200 मिटर अगाडि होला। ल अब यहाँनिर म एटिएममा आइसकेँ है। पासबुक चाहिँ यसरी छिराउनुपर्छ होइन। अब यहाँनिर के गर्ने भने हामीले ल्याङ्ग्वेज छान्नु पर्यो है। ल्याङ्ग्वेज छान्दाखेरि हामी अहिले यसमा जाने यहाँनिर होइन। त्यसपछि अब फेरि अझै यसलाई क्लिक गर्ने। त्यसपछि यहाँनिर धेरैवटा भाषाहरू छ, त्यसमा हामीले इङ्ग्लिसमा गर्ने है। इङ्ग्लिसमा गरेपछि अब के गर्ने अप्सनहरू छ, विथड्र गर्ने कि होइन, भ्यू ब्यालेन्स होइन, ब्यालेन्स चेक गर्ने कि, ट्रान्सफर गर्ने कि, डिपोजिट गर्ने त होइन। अब म चाहिँ ब्यालेन्स चेक गर्छु ल है। अब यहाँनिर मागे यसरी, अब एटिएम हो भने यतापट्टि लाउने होइन, पासबुक चाहिँ यतापट्टि यसरी लाउनुपर्छ ल पासबुकलाई चाहिँ है। ल अब पासबुकभित्र गयो है, पासबुकभित्र गयो। अब यहाँ एकछिन पर्खिनु भनेको छ। अब यहाँ पिनकोड माग्यो होइन, यसलाई कन्फर्म गर्ने। अनि आफ्नो 4टा पिनकोड हुन्छ क्या, डिजिट कोड होइन, त्यो हाल्छु, त्यो चाहिँ म देखाउँदिनँ है। त्यसपछि अब फेरि यहाँनिर केही समय लाग्छ है, यहाँनिर गर्छ। ल अब चाहिँ यहाँनिर मेरो ब्यालेन्स देखाइसकेको छ है। यो ब्यालेन्स चाहिँ म देखाइनँ, ब्यालेन्स चाहिँ म आफ्नो प्राइभेसीको लागि देखाउँदिनँ है त। त्यसपछि अनि ल अब सबै देखिसकेँ मैले यहाँनिर होइन। त्यसपछि चाहिँ अब चाहिँ तल क्लोज गरिदिन्छु मैले है। अब क्लोज गरे चाहिँ आफ्नो यसरी पासबुक आउँछ। ल यही सिस्टम छ, निकाल्ने पनि होइन, अनि डिपोजिट गर्ने पनि, सबै कुरा गर्ने यही छ ल सिस्टम चाहिँ। ल यहाँ मसँग अब यति छ पैसा क्यासमा है। तर म यो अरू चाहिँ गर्दिनँ, आफूलाई खर्च राख्छु। यो 50,000, यो 50,000 यो चाहिँ म डिपोजिट गर्छु है त, 1 लाख मन चाहिँ होइन। यति भए मलाई पुग्छ खर्चलाई। ल अब डिपोजिट गर्दा पनि प्रोसेस चाहिँ यही छ है। भाषा छान्ने चाहिँ होइन, त्यो गऱ्यो। त्यसपछि यहाँनिर इङ्ग्लिस देखाएको छ है, इङ्ग्लिसमा क्लिक गऱ्यो। त्यसपछि अब के गर्ने त होइन, मैले डिपोजिट गर्छु ल। अब डिपोजिट गरेपछि यहाँनिर कार्डमा गयो होइन। अब म यसरी कार्डलाई यहाँ लगाइदिन्छु होइन, कार्डभित्र गयो। अब एकछिन यहाँनिर वेट गर्नु भनिरहेछ है। अब चाहिँ यहाँनिर एकछिन प्रोसेस भइरहेछ होइन। अब ल यहाँनिर खुल्यो है, यहाँनिर पैसा हाल्नुपर्छ होइन। यो चाहिँ मैले 1 लाख मन यहाँ हाल्दैछु है। यो 50,000 हो होइन। यहाँ हालेपछि यहाँनिर कन्फर्म गरिदिनु पर्यो है। ल बन्द भयो। अब एकछिन यहाँनिर चेक हुँदैछ है मेरो पैसा होइन। यहाँ पैसा चेक हुँदैछ। पैसा गन्दैछ है यो भित्र चाहिँ अहिले चाहिँ होइन। 2टा पैसा गर्नु त्यत्रो टाइम लाग्दो रहेछ है। अनि यहाँनिर के भन्यो भने टोटल 1 लाख मन, टोटल 1 लाख मन भन्यो है। ल ठिक छ, मेरो 1 लाख मन नि हो होइन। त्यसलाई मैले कन्फर्म गरेँ। अब फेरि एकछिन पर्खिनु भन्यो है। ल अब चाहिँ काम सकिएपछि यसरी थोङजाङ चाहिँ आफ्नो पासबुक चाहिँ रिटर्न आयो है त साथीहरू। यो चाहिँ पासबुकमा चाहिँ होइन हरेकचोटि पैसा निकालेको राखेकोहरू सबै अपडेट भएर यसमै प्रिन्ट भएर आउँछ ल। यही मेसिनभित्रबाट अटोमेटिक होइन। यति सिस्टम चाहिँ नयाँमा सुरुलाई धेरै गाह्रो हुन्छ।